केटी चाहिँ यसरी उत्रिरहेको छ हेर गाइस रोरी भाइ हेलो सबैजनामा नमस्कार हजुरहरूलाई वेलकम छ माई मिनी ब्लगमा। र म चाहिँ अब जाँदैछु साथीको रुममा। यति धेरै बाहिर जाँदा गर्मी भइरहेको थियो होइन। यस्तो गर्मीमा घाममा पनि म चाहिँ टुई 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 लागेर साथीकोमा जाँदैछु। साथी अब भोलि घर जाँदैछ, त्यही भएर उसको सामान प्याकिङ गर्नुपर्ने थियो। फाइनली म साथीको रुमको छेउमा पुगिसकेँ। अब चाहिँ उसको रुममा जाँदैछु। सामानहरू प्याकिङ गरिसक्यौँ हामीले होइन, हिजो गरेको थियो, त्यही भए पनि आज चाहिँ जानलाई रेडी भइरहेछ। जुत्ताहरू लाउँदैछ। साथी चाहिँ पुरा रेडी भइरहेछ। अब चाहिँ रेडी भएर पुरा खुसी भइरहेछ नेपाल जानलाई होइन। खुसीको त सीमै छैन साथीको। र अब चाहिँ के भन्ने, अब जाँदैछ। मलाई चाहिँ सो दुःख मन भइरहेको थियो। साथी चाहिँ भन्दैछ अब म चाहिँ नेपाल जाँदैछु भन्दै मलाई चाहिँ गएँ भन्दै लगेज निकालेर अब हामी चाहिँ निस्किँदैछौँ। अब साथी चाहिँ लिफ्ट खिचेर अब तल जाने हामी दुईजना। फाइनली हामी गइसक्यौँ। गाडी पनि वेट गरिरहेछ। फेरि पनि हामीले सामान आदि छोडेको थियौँ माथि। त्यसपछि हामी लिन आयौँ दुईजनै। अनि त्यसपछि चाहिँ साथीलाई बाई बाई गर्दै अब राम्रोसँग जाऊ भन्दै म पनि गाडीमा चढेँ। साथीलाई पुऱ्याउनलाई एयरपोर्ट जाँदैछौँ। उसको सानो डल थियो, त्योसँग म चाहिँ खेल्दै यसो भिडियो बनाउँदै। अनि कति राम्रो सिनहरू यस्तो राम्रो बाहिर। त्यसपछि फेरि यसरी म डलसँग खेल्दैछु। अनि म चाहिँ लास्टै गर्मी लाग्यो अनि म चाहिँ दुध पिइरहेको छु। दुध पिएपछि चाहिँ हामी पुग्न लाग्यौँ। अब चाहिँ एयरपोर्ट सर यस्तो धेरै बाहिरको सिन त कुरै नगर्नु, यति धेरै रमाइलो थियो, यति रमाइलो थियो होइन। 12 बस हामी यहाँबाट 2 बजी गएको थियौँ, 12 बजी जाने भनेर 2 बजी गएको। अनि साथीलाई चाहिँ अब निस्क्यौँ। अब मैले चाहिँ साथीलाई पुऱ्याइसकेँ। पुऱ्याइसकेपछि चाहिँ अब उसलाई चाहिँ एयरपोर्ट लगिरहेको छु। अब एयरपोर्ट लगेर म चाहिँ छोडिदिन्छु। अब साथी नेपाल जाँदैछ। सो मलाई चाहिँ एकदम रमाइलो भइरहेको थिएन। र पनि म चाहिँ ढुङ्गाको मन बनाएर बसिरहेको थिएँ होइन। मैले चाहिँ अब ऊ जाँदा अब टेन्सन हुन्छ होला भनेर मैले पनि केही पनि भनिनँ। राम्रोसँग जाऊ, आफ्नो ख्याल गरौ पनि। फाइनली गाइज मैले चाहिँ साथी पुऱ्याएर पनि अब म चाहिँ फर्किँदैछु रुममा। अब रुममा फर्किँदैछु। रुममा फर्किँदा चाहिँ एकदम मजा लाग्यो। साथीलाई छोडेर आयो र टेन्सन